कोरियन टेक्नोलोजीको के काट्ने चम्चाको अपार सफलतापछि अर्को खतरा टेक्नोलोजी मैले तपाईँहरूको यहाँ ल्याएर आएको छु है। यो टेक्नोलोजी यस्तो खालको टेक्नोलोजी छ हेर्नु त, यस्तो ब्युटिफुल। त्यसको बिचमा चाहिँ एउटा इलेक्ट्रिसिटी फाल्ने करेन्ट फाल्ने चाहिँ के चिज छ होइन, त्यसले गर्दाखेरि चाहिँ एउटा ब्युटिफुल बनेको छ। अनि हामीले टच गऱ्यौँ भने चाहिँ सबै करेन्टहरू चाहिँ हाम्रो हातको हाम्रो शरीरको चाहिँ रेजिस्टेन्ट गरेर एउटा चाहिँ खतरा करेन्ट जस्तो चाहिँ बन्दो रहेछ। यो चाहिँ हाम्रो टच स्क्रिनमा हुने अथवा यस्तो हुने खालको टेक्नोलोजीकै मोडल जस्तो लाग्छ। यसलाई प्लाज्मा बल्ब भन्दो रहेछ होइन। यो के बिचमा इलेक्ट्रोड भएर के टेक्नोलोजी छ यसको, यो बन्ने करेन्ट बन्ने सिस्टम चाहिँ। यो चाहिँ डेन्जरस चाहिँ अलिकति अरू इलेक्ट्रिक डिभाइसहरू नजिक लगेर गयौँ भने अथवा अरू चाहिँ रेडियो फ्रिक्वेन्सीहरू नजिक लग्यो भने चाहिँ यसमा टेम्परेचर क्रिएट भएर करेन्ट लाग्न सक्छ अरे, नत्र भने चाहिँ यसमा करेन्ट लाग्ने सम्भावना चाहिँ हुँदैन भनेको थियो है। तर यस्तो ब्युटिफुल छ यो, त्यो बिचमा चाहिँ इलेक्ट्रोड भन्दो रहेछ। त्यसले चाहिँ के करेन्ट बनाउने कि समथिङ रहेछ। यो कसैलाई यसको सम्बन्धीमा ज्ञान भएको अथवा पढ लेखेको मान्छे भयो यसो कमेन्ट गर्नु होला। मैले चाहिँ सुनेको र हेरेको तिनीहरूले भनेको कुरा मात्रै बुझेर यसो भनेको होइन। कसैले यस्तो देख्नु भएको छ, यो एकदम खतरा खाएको रहेछ कि ठ्याक्क दुईजना छ भने दुईवटा करेन्ट जस्तो बन्ने, तिनवटा छ भने तिनवटा करेन्ट जस्तो बन्ने, एकदम दामी कनेक्सन खालको रमाइलो खालको। मैले फर्स्ट टाइम देखेँ। तपाईँले